म चाहिँ आज भिसन पहिला चाहिँ बाबा हुनुहुन्छ अप्ठ्यारो बाटो छ बाबाहरू चाहिँ जाँदै हुनुहुन्छ म नि जाँदैछु सुमित्रा मम्मी चाहिँ अघि लाग्दै हुनुहुन्छ बाबा पछि म बाबाको पछि लाग्दैछु हेलो गाइस बाबा चाहिँ रुखमा चढ्न लाउनु भइछ सुमित्रा मम्मी चाहिँ पछि हुन्छ हेल्प गर्न लाउनु भइछ सुमित्रा मम्मी चाहिँ हाय सुमित्रा मम्मी तपाईँ बाबाको हेल्प गर्न लाओस् मम्मी हो भने चाहिँ के हो नि रुख चाहिँ खसिसकेछ हेलो गाइसहरू कति दुःख दिनु मैले बाबालाई अभी म त झन्डै चिप्लेको गाइसहरू साथीहरू बाबा चाहिँ रुखमा चढिरहनु भएछ है त गाइसहरू बाबा रुखमा चढ्न आउँदैन त्यही पनि आज चढ्नु भयो त के हो अचम्म यहाँ चाहिँ मलाई घाम आइरहेछ हेलो गाइस बाबा चाहिँ ओर्लिन लाउनु भयो रुख काटेर तर हामीसँग मेसिन नै छैन खुट्टाले काटे है बाबा खुट्टाले काटे छैन गाह्रो भयो बाँध्ने होइन अब त म अब चाहिँ उता तलबाट लगेर भारी हालेर आउँछु है तपाईँ कोर्काउँदै गर्नु अनि त्यसलाई तल्लो उताबाट तपाईँलाई जहाँको मन लाग्यो त्यहीँको कोर्काउनु है साथीहरू बाबा चाहिँ दाउरा काट्न लाउनु भएछ आछु हेलो गाइस चाहिँ बनो गाइसहरू त्यहाँ चाहिँ जहिले हामी जान गएर छौँ नयाँ वर्षमा आएको यस्तो दाउरा काट्न जङ्गलमा गाईहरूलाई नि भोकेर राख्नुहुन्न नि हेलो गाइस म चाहिँ शीतलमा बस्नु भने घाम परिरहेछ यहाँ मेरो मुखमा म त गोरी भला फेरि काली हुनु पर्यो यस्तो भिडियोमा दाउरा काटिरहनु भएछ लाली गुराँस खुइएर चाहिँ यस्तो भइसक्यो त
देख्नुभयो होला। हेलो गाइस, मलाई चाहिँ बाबाले घाँस काट्दै हुनुहुन्छ त। यो चाहिँ खोल्सा हो, यसमा चाहिँ घाँसहरू पाइन्छ गाइस। यहाँ पानी आउँदैन, कहिलेकाहीँ मात्र हुन्छ। घाम पर्यो क्या, हो त्यहाँबाट चाहिँ पर्दैन। यहाँबाट चाहिँ पानी आउँदो रहेछ। गाइस हेर्नु होला, सानो पानी आइरहेछ यहाँबाट चाहिँ। यहाँ त पातबाट नि पिइरहेछ त गाइसहरू। हेलो गाइस, यहाँ चाहिँ राम्रो छ कि छैन कमेन्ट गर्नु होला है त। यहाँ चाहिँ बाबा घाँस काट्दै हुन्छ। यहाँ चाहिँ मैले घाम परिरहेछ क्या। कति लानु सक्छु? त्यति नै लान सक्छु। यो भारी होइन हो। अब चाहिँ म खोला हेर्न गयो है बाबा। है बाबा? हेलो गाइस, यो चाहिँ कहाँबाट पानी आउँछ? कति राम्रो है गाइसहरू। सुमित्रा मम्मी, बारी पुग्यो। ए हाम्रो नि पुग्न आँट्यो। अब यस्तै छ है भिसिङ पाइला चाहिँ साथीहरू गाइस। यस्तै छ गाह्रो जग्गा चाहिँ। आज न्यु इयर हो, आजदेखि वैशाख आइरहेछ। हामीलाई कस्तो गाह्रो न्यु इयरमा नि जान पाउँदैन। त्यो चाहिँ पुग्न आँट्यो। बाबा चाहिँ मलाई कार रेडी हुनुहुन्छ। आइरहेछहरू। पुग्यो भारी पुग्यो। हामी नि काट्दैछौँ। खान्छ। पानी यहाँ लिएको भए त खाना हुन्थ्यो नि। साथीहरू, बाबा चाहिँ भारी बाँध्न लाउनुभएछ है त। फाइनली हाम्रो भारी चाहिँ पुगिसकेको छ। अब हामी बाँधेर बोकेर जान्छौँ है बाबा।
घाँस दाउरा त गर्नै पर्यो, गाउँमा जन्मेपछि। बाबा चाहिँ बच्चैदेखि यस्तो बानी लाउँदै हुनुहुन्छ है बाबा। तर हामी भोकै बस्यो नि गाईलाई भोकै बस्नुहुन्न, हामी नि भोकै बस्नुहुन्न। सुमित्रा ठुल्मामे पुग्यो हो तपाईँको, म नि बोक्न आँटे। बाबा चाहिँ भारी बोक्न लाउनु भएछ है त। अब म नि भारी बोक्छु। हेलो गाइस, यहाँ चाहिँ सुमित्रा ठुलोमा आउँदै हुन्छ। यहाँ चाहिँ मेरो बाबा भारी बोक्दै आउँदै हुनुहुन्छ मेरो हारी। छ घाँस नलाउँ, गाईले खान पाउँदैन। हजुर हजुर हो छिटो आउनु। साह्रै यता हो यता। ल हेलो गाइस, हाम्रो च्यानलको भ्लग कस्तो लाग्यो होला लाइक र सब्सक्राइब गर्नु होला। हामीले यत्रो मेहनत गरिसक्यौँ। लाइक सब्सक्राइब कमेन्ट गर्नु होला। कस्तो लाग्यो कमेन्ट गर्नु है त। हाम्रो सानी छोरी कति ज्ञानी छिन्। नमस्ते, आजको लागि भिडियो यति नै।